तपाईँ हामीले खाने गरेको यमरी यमरी होइन है, तर किन? थाहा पाउनलाई यो भिडियो अन्तिमसम्म हेर्नुहोला। जोजुलाबा नमस्कार सबैलाई। यमरी पुन्नीको धेरै धेरै शुभकामना। तपाईँ हामीले कहीँ कतै यो सेतो शङ्ख आकारको नेवारी खाजाको परिकार देखेका तथा खाएका छौँ नै होला। हो, आज हामी त्यही सेतो शङ्ख आकारको खानेकुरा, हाम्रो संस्कृति तथा मिठासको ऐतिहासिक प्रतीक यमरीको बारे कुरा गर्न गइरहेका छौँ। यमरी नेवार समुदायको एकदमै परम्परागत परिकार हो, जुन आजभोलि नेवार समुदायमा मात्रै नभई अन्य समुदायमा पनि लोकप्रिय बन्दै गएको छ। यो परिकार नेवार समुदायहरूले विशेष गरेर यमरी पुन्नी नामक पर्वमा मनाउँदछन्, जुन मङ्सिर महिनाको पूर्णिमाको दिन पर्दछ। इतिहास केलाउँदै जाने हो भने यमरीको उत्पत्ति पनौती गाउँबाट भएको मानिन्छ। पुरानो कथा अनुसार एक दम्पति सुचन्द्र र किरीटले एक दिन भर्खरै मात्र भित्राएको नयाँ चामललाई पिसेर शङ्ख आकार दिएर त्यसमा चाकु हालेर बाफमा पकाएर नयाँ परिकार बनाए। त्यसपछिबाट यसको औपचारिक रूपमा यमरी बनाउन सुरु भएको मानिन्छ। यस परिकारलाई पहिलेदेखि नै धेरै नै रुचाइएको हुनाले पनि यमरी भनिएको पाइन्छ, जसमा यको अर्थ मनपर्ने र मरीको अर्थ रोटी हो। त्यसैले हामीले खाने पनि योमरी होइन यमरी हो। तर आजभोलि भने बिस्तारै यमरीको अपभ्रंश गर्दै योमरी यमरी भन्ने चलन बढ्दै गएको पाइन्छ, जुन बिल्कुलै गलत हो। पहिला यमरीभित्र चाकु मात्र राखेर बनाइन्थे भने अहिले त्यसमा स्वाद थप्नको लागि तिल, नरिवल, फुवा तथा सुकमेलहरू राखेर बनाउने गरेको पाइन्छ। आज पनि यमरी नेवार मात्र होइन, सम्पूर्ण नेपालीहरूको मनपर्ने खानाको परिकार मध्ये एक बनेको छ। यमरी एक खाना मात्र होइन, यो एक परम्पराको छाया हो। मुखको मिठास मात्र होइन, हाम्रो संस्कृति बोकेको एक आनन्दको कथा हो।